नमस्ते साथीहरू, म पुष्कर भट्ट। तपाईहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। यस च्यानलमा म तपाईहरूलाई कोरियन भाषा बेसिकदेखि एडभान्ससम्म इपिएस टपिक ग्रामर र बोल्न सबै सरल तरिकाले सिकाउने छु। यदि तपाईँ कोरिया जान चाहनुहुन्छ वा कोरियन भाषा राम्रोसँग सिक्न चाहनुहुन्छ भने यो च्यानल तपाईहरूका लागि नै हो। आजको पहिलो भिडियोमा हामी के सिक्नेछौँ भनेपछि कोरियन भाषा भनेको के हो र कोरियन वर्णहरू के कस्ता छन् र व्यञ्जन वर्ण र स्वर वर्णको समायोजन गरेर हेर्नेछौँ कसरी गरिँदो रहेछ र केही शब्दहरू पनि सिक्नेछौँ। र सुरु गरौँ। कोरियन भाषा भनेको के हो? कोरियन भाषा भनेको के हो? हामीले कोरियन भाषा सिक्दैछौँ। पहिले कोरियन भाषा भनेको के हो त्यो बुझ्नु पर्यो। कोरियन भाषा भनेको कोरियामा बोलिने भाषा हो। यो हाङ्गुल लिपिबाट बनेको हुन्छ। केबाट त? हाङ्गुल। र यो भाषालाई सेजोङ राजाले बनाएका हुन्। कति 1443 मा है 1443 मा बनाएका हुन्। अब कोरियन वर्णवाला होइन, भाषा सिक्नको लागि पहिले वर्ण चाहिन्छन्, अक्षरहरू कस्ता हुन्छन् भन्ने बारेमा जान्नुपर्छ। वर्ण, कोरियन वर्णहरू। अब कोरियन वर्णहरू जम्मा 40वटा छन्। 40वटा अक्षरहरू छन् भन्नु खोज्यो है। 40वटा अक्षर छन्। यी दुई भागमा विभाजन गरिएको छ। यसलाई दुई प्रकारका छन्। के भनेपछि एउटा त व्यञ्जन वर्ण र अर्को भनेको के हो त? एउटा स्वर वर्ण। यिनलाई दुई भागमा विभाजन गरेको छ। एउटा व्यञ्जन वर्ण र स्वर वर्ण। यी मध्ये पनि व्यञ्जन वर्ण 19वटा रहेका छन् र स्वर वर्ण 21वटा छन्। र व्यञ्जन वर्ण भनेको क ख हुन् र स्वर वर्ण भनेको अवान भनेर बुझ्नु पर्यो पहिले। फेरि अब व्यञ्जन वर्णलाई पनि दुई भागमा विभाजन गरेको छ। एउटा छ एकल व्यञ्जन वर्ण वा आधार व्यञ्जन वर्ण भनिन्छ। यसलाई आधार भनेर भन्छ, एकल भनेर पनि भन्छ। र दोस्रो भनेको के छ भनेपछि संयुक्त व्यञ्जन वर्ण। एकल व्यञ्जन वर्ण कतिवटा छन्? यी 19 मध्ये पनि एकल व्यञ्जन वर्ण कति 14वटा रहेका छन् र संयुक्त जम्मा 5वटा छन्। त्यसै गरी हाम्रो स्वर वर्ण पनि छन् है। स्वर वर्णलाई दुई भागमा विभाजन गरेको छ। एकल र संयुक्त गरी दुई भागमा विभाजन गरेको छ। हाम्रो यहाँ पनि एकल अथवा आधार भन्छ है। आधार स्वर वर्ण, एकल स्वर वर्ण र संयुक्त स्वर वर्ण गरी दुई प्रकारका यिनलाई छन्। अनि एकल स्वर वर्ण 21 मध्ये एकल स्वर वर्ण भनेका 10वटा छन् र संयुक्त स्वर वर्ण कति छन् त? 11वटा। बच्चा 11 भए। फेरि स्वर वर्ण र व्यञ्जन वर्ण गरी दुई प्रकारका वर्णहरू रहेछन् र त्यसमध्ये पनि एकल स्वर वर्ण र संयुक्त स्वर वर्ण, एकल व्यञ्जन वर्ण र संयुक्त व्यञ्जन वर्ण गरी दुई भागमा विभाजन गरेको रहेछ। अब हामी एकल व्यञ्जन वर्ण जाउँ। एकल व्यञ्जन वर्ण के रहेछन् त्यो बुझौँ है। एकल व्यञ्जन वर्ण के छन् त्यो हेरौँ। जस्तै एकल व्यञ्जन वर्ण 14वटा रहेका छन्। यसलाई ग भन्छन् है। अनि यो न भएको यल जस्तो बनायो भने न। अनि यो द, यो सी जस्तो हो, यो द। यो र भयो है, टु जस्तो बनायो भने र। ग न द र म। अनि ब, यसलाई ब यस्तो हुन्छ, यस्तो बनाउँछन् ब। ग न द र म ब स।
यो एक धर्सु तान्यो, फेरि यहाँदेखि भने ओक्को तान्यो, यसलाई स भन्छन्। न दर म बस अनि अ आयो। अब अ अनि ज यस्तो धर्सु तान्यो, ज ठ्याक्कै यस्तो ज, अनि यसलाई ठ्याक्कै यस्तै बनाउने हो। अनि ठ्याक्कै शीर्षबिन्दु जस्तो हुन्छ माथि, यसलाई छ भन्छन्। गन दर म बस अ ज छ अनि ख, यो 7 बनायो, ठ्याक्कै एक धर्सु हाल्यो, यसलाई ख भन्छन्। अनि यो थ इ जस्तो बनायो भने थ हुन्छ है, इ जस्तो बनायो भने थ, अनि यो फ हुन्छ अब लास्ट। अनि यो फ भयो, फ एउटा सहज लास्ट, अनि ह, यसलाई ह भन्छन्। ठ्याक्कै यो फ बनाउनको लागि दुईवटा बराबर धर्स तान्ने, ठ्याक्कै बिचमा पनि यस्तो गर्ने, ठ्याक्कै फ भन्छ। यी भनेको हाम्रा 14वटा रहेका छन् व्यञ्जन वर्णहरू, एकल व्यञ्जन वर्ण है। ग, न, द, र, म, ब, स, अ, ज, छ, ख, थ, फ, ह गरी 14वटा छन्। हाम्रा संयुक्त व्यञ्जन वर्ण 5वटा मात्र भनेका छौँ। यसै गलाई डबल गर्यो भने यो क हुन्छ है, यस्तो क र यस्तो क ठ्याक्कै। अनि फेरि त, जम्मा क, त, प, स, च 5वटा मात्र छन्। त भनेको यो दलाई डबल गर्यो भने त हुन्छ, यस्तो त। अनि प भन्ने लेखा बलाई डबल गर्यो भने ठ्याक्कै प भन्छ। अनि सलाई डबल गर्यो भने ठ्याक्कै कि त अर्को स भन्छ। अनि जलाई डबल गर्यो भने च भन्छ, यस्तो च हुन्छ। हामीले यो भनेको व्यञ्जन वर्ण भयो नि है, यो भनेको व्यञ्जन वर्ण भयो। कतिवटा रहेछन् त 14 एकल व्यञ्जन वर्ण रहेछन् भने संयुक्त व्यञ्जन वर्ण 5वटा मात्र रहेछन्। यो एकल व्यञ्जन वर्णलाई सरल रूपमा पढ्दा याद गर्दाखेरि कसरी भन्ने भनेपछि यसलाई ठ्याक्कै ग, न, नि द, र, म, गन द र म, अनि ब, स, गन द र म ब स, फेरि अ ज छ, अझ छ के त ख, थ, फ अनि ह। ठ्याक्कै गन द र म ब स, अझ छ के त ख, थ, फ, ह गरेर यसरी याद गऱ्यो भने अलिक छिटो पनि हुन्छ है। ठ्याक्कै योलाई कसरी याद गर्ने भने चाहिँ संयुक्त व्यञ्जन वर्णलाई योलाई क, त, प, स, च, कत पस छ, कता पसे छ, यसरी याद गऱ्यो भने कत पस छ, कता पसे छ, यसरी याद गऱ्यो भने अलि लजिक लगाएर है। ल अब स्वर वर्णमा जाउँ है। ठ्याक्कै हामीले संयुक्त व्यञ्जन वर्ण र एकल व्यञ्जन वर्ण सिद्ध्यायौँ र अब क्या त स्वर वर्णमा जाउँ। स्वर वर्ण एकल स्वर वर्ण र संयुक्त स्वर वर्ण गरी दुई भागमा विभाजन गरेको छ। यसलाई पनि 10वटा क्यामा नि त एकल स्वर वर्णमा र 11वटा संयुक्त स्वर वर्णमा छन्। 10वटा एकल स्वर वर्ण के रहेछन् हेरौँ है। जस्तै यसलाई के भन्छन् त अ भन्छन् है। स्वर वर्णलाई आबाट स्टार्ट गरिन्छ है, अ हुँदैन, यहाँनिर आ हुन्छ है, आ फेरि या हुन्छ है। यो आ भयो भने यो या, अनि फेरि आउँछ अ, यो अबाट चाहिँ ठ्याक्कै एज अ य आउँछ, जिरो त गर्ने ठ्याक्कै दुईवटा यस्तो। फेरि यसलाई य भन्छन्, आ या अ य, अनि ओ आउँछ, गोलो जिरो त छोड्नु हुँदैन, ओ आउँछ, ओ अनि फेरि अझ यो आउँछ के, यो फेरि उ आउँछ, यो टीवाला उ हुन्छ है, टी ठुलो उ हुन्छ, अनि यु आउँछ यसलाई। अब ठ्याक्कै उ बच्चा यु आयो, यु भयो, फेरि सानो उ बिना टीवाला उ, अनि हाम्रो इ आउँछ, फेरि
इ। यो भनेको क्रम, यो कोरियाको अवाको क्रम यसरी नै छ, यस्तो छ है। यी 10 वटा छन्। आ, या, अ, य, ओ, यो, उ, यु, उ अनि इ गरी जम्मा 10 वटा रहेका छन्। फेरि अब संयुक्त भनेको के हो त? संयुक्त भनेको यिनै अबाट बनेका शब्दहरू नै के भन्छ? संयुक्त स्वर वर्ण हुन्। यिन कसरी बन्ने भने जस्तै आ, या, अ, य छ नि, ठ्याक्क यिनीहरूको 4 वटा ए बन्छ के। जस्तै एउटा ए भनेको आबाट बन्छ। यो आ लेख्यो भने अनि जस्तोको त्यस्तै फेरि यहाँनिर एउटा धर्सो थप्यो भने ए भन्छ है, ए भन्छ। फेरि जस्तै यो या छ नि, या लेख्यो भने ठ्याक्कै या लेख्यौँ हामीले, यहाँनिर एउटा धर्सो थप्यो भने ए भन्छ यो पनि। फेरि अझ अ छ भनेपछि अ लेख्ने, फेरि एउटा पछाडि धर्सो तानिदिने भनेपछि ए भन्छ यो पनि। फेरि त्यस्तै यको पनि त्यस्तै हो, य बनाउने, यको पनि एउटा धर्सो तान्ने, फेरि ए भन्छ है। फेरि 4 वटा ए भए। यिनी अक्षरबाट एकल स्वरवर्णबाट बनेका संयुक्त अक्षर भनेका 4 वटा ए हुन्छन्। फेरि ओबाट बन्छन् कि 3 वटा अक्षर ओबाट बन्छन्। ओबाट बन्छन्, वा भन्छन्। एउटा ओ लेख्यो ठ्याक्कै आ थपिदिने के, यो आलाई 0 हटाएर ठ्याक्कै आ थपिदिने, वा भयो। फेरि अझ एउटा, यसलाई वा भन्छन् है। वा अझ एउटा 3 वटा हुन्छन् भनेपछि 2 वटा बाँकी रह्यो नि त। फेरि अब यो ए छ नि, ठ्याक्कै यो एलाई थपिदिने कि, यहाँको एलाई, आबाट बनेको एलाई थपिदिने, ठ्याक्कै ए थपिदिने भनेपछि के भयो त? ओए भयो है, ओए। फेरि अझ एउटा छ ओ है, अझ एउटा छ ठ्याक्कै अब भनेको वा भइहाल्यो, ओए भइहाल्यो अनि उइ रहन्छ कि अब ठ्याक्कै यस्तो ईबाट बनेको हुन्छ, यसलाई ओइ भन्छन्। यो पनि ओइ नै हो, ओए भइहाल्यो। अब आयो हाम्रो उ आयो नि त। उबाट पनि 3 वटा अक्षर बन्छन्। एउटा उ लेख्ने, यस्तै उ उतार्ने यहाँको, फेरि अबाट सुरु हुन्छ, एउटा ओ भन्छ के, ठ्याक्कै ओ, यो भनेको ओ भयो। फेरि अझ 2 वटा छन्। एउटा अर्को भनेको यस्तै यो अबाट बनेको एलाई लग्ने हो। फेरि आबाट बनेको एलाई हामीले लिइसक्यौँ अनि अब उमा बन्छ अबाट बनेको ए, के हुन्छ त? यो पनि ओइ नै हो है, ओइ नै हो। फेरि अर्को छ हाम्रा, अर्को बन्छ उइ। अब सिधावाला उइ, यो इ आउँछ कि सिधा उइ, यसलाई भन्छन् उइ भन्दा नि हुन्छ है, यसलाई उइ अथवा यस्तो उइ हुन्छ उइ। फेरि अब अन्तिम बच्यो भनेपछि उ वाला, यो वाला उ लेख्ने, फेरि यो इलाई ठ्याक्कै यहाँनिर जोड्ने भने के भयो त? उइ भन्यो यो भने। यति हो स्वरवर्णहरू है साथीहरू। ठ्याक्कै यिनलाई जसरी भए पनि याद गर्नु है। याद गऱ्यो भने अब भाषा बोल्नको लागि पहिले जान्नुपर्ने अथवा सिक्नुपर्ने कुरा भनेको वर्णहरू नै हुन्। ठ्याक्कै जम्मा हामीले कोरियन भाषा बोल्नको लागि प्रयोग गरिने शब्द भने जम्मा यति नै हुन् है साथी। अब जसरी हुन्छ कोरियन भाषा सिक्नको लागि याद गर्नु पर्यो। ल यति जाने भने अक्षरको संरचना बनाउनु पनि सकिन्छ। पहिलो स्टेप भनेको यति जान्ने हो। अर्को हामी व्यञ्जन प्लस स्वरलाई कसरी मिश्रण गरेर अक्षर बनाउन सकिन्छ भन्ने बारेमा जान्छौँ। पहिलो स्टेप भनेको यति याद गर्ने, फेरि अर्को सुरु गर्ने है साथीहरू। ल म अर्को पनि बनाइदिन्छु यसैमा। अब हामीले व्यञ्जन वर्ण र स्वर वर्ण सिकेपछि मिश्रित तिनीहरूको व्यञ्जन वर्ण लाएर र स्वर वर्णलाई कसरी समायोजन गर्ने भन्ने हेर्छौँ है। यसलाई के त? व्यञ्जन वर्ण र स्वर वर्णको समायोजन। अब व्यञ्जन वर्णलाई स्वर वर्णलाई कसरी समायोजन गर्ने? जस्तै हाम्रा ग हामीले याद गरेका थियौँ, ग प्लस आ बराबर के हुन्छ त?
फर्स्ट स्वर वर्णको अक्षर के हो त आ हो नि त। ग प्लस आ बराबर के हुन्छ त गा हुन्छ। यो जिरोको ठाउँमा सिधा व्यञ्जन वर्ण राख्ने के हामीले। जस्तै जिरो छ नि ठ्याक्कै जिरो जस्तो यो जिरोको ठाउँमा ठ्याक्कै यी व्यञ्जन वर्णहरूलाई राख्नुपर्छ। यो जहाँनिर पनि जिरो छ त्यहाँनिर ठ्याक्कै व्यञ्जन वर्णलाई मिलाउने फेरि समायोजन गर्ने तरिका त्यस्तै हो। जस्तै हामीले है यो जिरोको ठाउँमा ठ्याक्कै गलाई राख्यौँ गा भयो होइन। जस्तै नको ठाउँमा के राख्छौँ त आ राखौँ अथवा या राखौँ भन्दाखेरि पनि के हुन्छ त न्या हुन्छ है। ठ्याक्कै न्या हुन्छ। यो जिरोको ठाउँमा हामीले व्यञ्जन वर्णलाई राख्यो भने समायोजन गर्ने विधि यही हो। चाहिँ गा न्या अनि दलाई राखौँ भने द कोसँग ल ओसँग गरौँ भने है द प्लस ओ के हुन्छ त दो हुन्छ है। यो जिरोको ठाउँमा दो राख्यौँ। त्यस्तै हो भने रलाई है रको जस्तै हो भने के त यु राखौँ है। यो यु गरौँ है ठ्याक्कै यु र प्लस यु बराबर के हुन्छ त यहाँनिर रिउ भन्ने हो कि ट्याक्कै यो र भइहाल्यो अनि यसलाई रिउ भन्छ रिउ फ्याट्टै रिउ। अब रिउ कस्तो बनाउनु हुन्छ यस्तो पनि हुन्छ अथवा आधा र अनि यु रिउ है। फेरि हामी संयुक्त है संयुक्त स्वरसँग मिश्रण गरौँ। जस्तै गा छ गा प्लस हामीलाई ए यस्तो अलाई ए बनाऊँ भनेपछि बराबर के हुन्छ त यो जिरोको ठाउँमा शून्यको जस्तो ठाउँमा के त व्यञ्जन वर्णलाई राख्ने ठ्याक्कै यो के भयो त गे भयो है गे भयो। फेरि नको जस्तै हामी जस्तै यो ओइलाई राखौँ है ओइ बराबर के हुन्छ त यो जिरोको ठाउँमा ठ्याक्कै यहाँ नराख्ने अनि ओइ भयो क्या ट्याक्कै नोइ हुने भयो नोइ। अनि द छ हाम्रा द प्लस के ने भयो त अब हम के ले बनाऊँ भने ल ओइ बनाऊ यस्तो अठीको ओइ बराबर के हुन्छ त के होला त दोइ होला है साथीहरू। यस्तै दोइ आधा द अनि ओइ दोइ होला है। अनि र अब हाम्रो के बनाऊँ भनेपछि ल उइ जोडौँ है उइ ल के होला त रुइ हो है रुइ आधा र अनि उइ यस्तो रुइ पनि हुन्छ है रुइ। ल यसै गरी हामी सम्पूर्णको बनाएर देखाउँछौँ है। यो तालिकामा बनाएर देखाउँछु हजुरलाई। ल है साथीहरू समायोजन पनि रेडी भयो। एकल व्यञ्जन र एकल स्वर वर्णहरूको समायोजन छ। र यो समायोजन कसरी गरिन्छ भने यो स्वर वर्णहरू छन् नि स्वर वर्णहरूको जिरोको ठाउँमा व्यञ्जन वर्णहरूलाई राखिन्छ र समायोजन गरिन्छ। र यहाँ यो डबल फेर लेखिएको छ कि डबल फेर भएको छ र केही छैन। यसै हेरेर प्रयास गर्नु होला यसमा पनि यति छ। फेरि अर्को यो संयुक्त व्यञ्जन वर्ण र एकल स्वर वर्णहरूको समायोजन छ यो सेम हो तरिका उही हो। यो जिरोको ठाउँमा यो संयुक्त व्यञ्जन वर्णलाई राख्ने त्यही हो। अनि त्यसै गरी यो संयुक्त व्यञ्जन वर्ण र संयुक्त स्वर वर्णहरूको समायोजन छ। हेर्नु होला आफूले पनि प्रयास गर्नु होला कपीमा लेखेर। फेरि अर्को अन्तिम भनेको यही हो। अब यहाँसम्म पुग्दाखेरि त यो नेपालीमा आफै आइहाल्छ त्यही भएर यहाँनिर लेखेन मैले। एकल व्यञ्जन वर्ण र संयुक्त स्वर वर्णको समायोजन हो यो। हेर्नु होला कसरी बनेको छ र प्र्याक्टिस पनि आफूले गर्ने। यति नै छ। यो मेरो पहिलो भिडियो हो कस्तो लाग्यो कमेन्ट गर्नु होला। हस् त धन्यवाद खाम्साहाम्निदा। ल है मिनिङहरूलाई पनि याद गर्ने।
बेसिक मिनिङहरू ल